नमस्कार। सम्पूर्ण मेरो फेसबुक पेजमा जोडिनुभएका देश तथा विदेशमा रहनुहुने भगवान रूपी प्यारा प्यारा नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, विशेष गरी यही मिति 2082 साल फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचनले अहिले विश्वभर आँधी हुरी हावाहुरीले तरङ्ग फैलाइरहेको छ। म आज यही समसामयिक विषयलाई समेटेर तपाईहरुमाझ नेपालको कालो कानुन जस्तै कालो चस्मा लाएर उपस्थित भएको छु। म पत्रकार पनि होइन है, अनि धेरै राजनीतिज्ञ पनि होइन, सामान्य युवा हो, एउटा युवाको आवाज। जहाँ देशलाई अन्याय, जहाँ समाजलाई अन्याय पर्छ त्यसको लागि बोलिरहन्छु अलिअलि। मलाई कतिले चिन्नु भएको छ, म हिम बोहरा मुगाली कान्छु। मेरो रियल नाम हिन्दू बोहरा हो है साथीहरू। अनि मेरो घर चाहिँ छानेत रारा नगरपालिका वडा नम्बर 13 थार्पो भन्ने गाउँमा पर्छ, मुगु जिल्ला कर्णाली प्रदेश। अहिले म हाल बेङ्गलोरमा छु। विशेष गरी नेपालमा 2007 सालदेखि 2082 सालसम्म विभिन्न राजनीतिक क्रान्तिहरू भए। ती क्रान्तिहरूले नेपाली जनताको जनजीवनमा कहिल्यै परिवर्तन आएन, जो कि नेताको लागि मात्रै परिवर्तन आयो, उनीहरूका आसेपासेका लागि मात्रै परिवर्तन आयो। म बारम्बार भनिरहेको छु, तपाईहरुलाई थाहा नै होला यो विषयमा। नेपालको यो गणतान्त्रिक संघीय लोकतन्त्र गणतान्त्रिक व्यवस्था भनेको यो स्वत भ्रष्ट व्यवस्था हो। किनभने नेताहरू उपचार गर्न जाँदा राज्यको कोषबाट रकम लिएर जान्छ, भ्रमण गर्न जाँदा राज्यको कोषबाट रकम लिएर जान्छ। हरेक त्यस्ता महँगी भर्ता, मिटिङ भर्ता, बैठक भर्ता कति छन्, के छन् हैन, यस्ता हरेक कुराहरू राज्यको कोषबाट चुस्छ। तर तिनीहरूलाई भोट हालेर मन्त्री बनाउने, नेता बनाउने नागरिक, जो श्रमजीवी वर्ग, जो सर्वहारा वर्गहरू आज बिरामी हुँदा हस्पिटलमा सिटामोल किन्ने पैसा नभएर मेडिकलमा पठाउँछ। आज हामी यो पीडा प्रत्यक्ष भोगिरहेका छौँ। म यसैले बोल्दैछु, मेरा नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू। 2064 सालमा राजा ज्ञानेन्द्रले श्रीपेज त्यो जनताको हातमा जनताको नासो फिर्ता गर्दै गर्दा को थियो क्षणिक सम्झना आउँछ मलाई। 2058 सालमा राजा वीरेन्द्रले दरबार त के यो धरती नै छोड्दै गर्दा त्यो क्षण मलाई याद आउँछ। त्यति मात्रै होइन, जनताको नासो जनतालाई सुम्पेर के गएका मात्रै थिए। आज 85 लाख युवाहरू देश छोड्न बाध्य भए। किन? नेपालका विभिन्न कल कारखानाहरू बेचिए। नेपालका कल कारखाना विदेशीहरूको एजेन्ट, विदेशी दलालहरूको हातमा दिएर खरबौं रुपियाँ खाएर आफू करोडपति बने, अरबपति बने। अनि तिनीहरूलाई प्रबन्धक, म्यानेजिङ डाइरेक्टर बनाएर आज छाला उद्योग कहाँ गए, ती चिनी उद्योग कहाँ गए, जुत्ता कारखाना कहाँ गए, भिरकुटी कारखाना कहाँ गए, सबै बेचे। त्यही भएर अहिले फागुनको यो निर्वाचन, जो 21 गतेको निर्वाचन भन्दैछु म, यसमा भोट हाल्नुभन्दा पहिला ठन्डा दिमागले सोच्नु होला मेरा आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू। नेपालमा भ्रष्टाचारका काण्डै काण्ड कुन नेताले, कसको पालामा र कुन पार्टीका शीर्ष नेताहरूले गरे, त्यो क्षणिक याद सम्झिनु होला। अनि अर्को कुरा म भन्छु, पार्टी सबै राम्रा छन्। मैले रासोपा, रापरपा, नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नेकपा एमाले सबै पार्टीहरूका विधान विधिहरू मैले अध्ययन गरेको छु। यति बेला कसले फोन गर्छ?
राम्रा छन्, सबै पार्टीका नीति नियमहरू राम्रा छन्, तर त्यहाँ व्यक्तिको आचरण एकदमै गलत भएको हुनाले हामीले बारम्बार आवाज उठाउँदै आइरहेका छौँ। सोच्नु होला कि एकचोटि ठन्डा दिमागले सोचेर चुपचाप एक छाप भनेर चाहिँ ठन्डा दिमागले सोच्नु होला। म यो पार्टी त्यो पार्टी भन्दैन। तपाईलाई इतिहासले, तपाईलाई सामाजिक सञ्जालले, तपाईले नेपालका विभिन्न पत्रकारहरूले तपाईको कानमा तेल हालिदिएका छन्, आँखामा रतन्दो लागेको उपचार गरिदिएका छन्। सोच्नु होला। दरबार हत्याकाण्ड कसले गर्यो त्यो सोच्नु होला। अनि 2062-63 को जनआन्दोलनमा मान्छे कसले मार्यो त्यो पनि याद गर्नु होला। र अहिले 2082 भदौ 23 गते 76 जना युवाको ज्यान कसले लियो र को गृहमन्त्री थिए, को प्रधानमन्त्री थिए, याद गर्नु होला। ठन्डा दिमाग लाएर भोट दिनु होला। अब देश नरहने स्थितिमा छ। फेरि उही पुराना ती भ्रष्टहरू आउने हो भने गिरिबन्धु, टी एस्टेट, मेलेन्सी खानेपानी, व्हाइट बडी काण्ड, सुन काण्ड, यस्ता यस्ता खरबौं खरबौं अरबौं अरबौंका एनसिएल काण्ड जस्ता ती भ्रष्टाचारका काण्डै काण्ड कसले मुच्चाएको थियो, कसले करप्सन ज्यादा गरेको थियो, त्यो एकदमै सोचेर बुझेर भोट दिनु होला। अनि धर्म कसले मास्यो, अनि जातीयका नाममा द्वन्द्व गरेर आज दलितलाई लोकसेवा आयोगमा कोठा छुट्याउने त्यो व्यवस्था कसले गर्यो? हामीले त सोचेका थियौँ नेपालमा अब महिला पुरुष दुईटा मात्रै जात स्थापित हुन्छ, धनी गरिब कोही हुँदैन। गरिब वर्गहरूलाई, श्रमजीवी वर्गहरूलाई उद्धार गरेर, राहतको प्रोत्साहन गरेर, जनजीवनमा जनस्तर गरेर उनीहरूको उज्जवल भविष्य कायम गरिन्छ भन्ने सोचेका थियौँ। जनक्रान्ति त्यसैको लागि आएको सोचेका थियौँ। तर यी दलालहरूले, यी भ्रष्टहरूले गरेनन्। जो शहीदका सपना जीवका त्यो त्यही छन्। जुन शहीदहरू जुन सपना देखेर गोली खाए, जुन बोकाका बल्ली झैँ भएर काटिए, त्यही छन्। जस्ताका तस्तै छन् शहीदका सपना। त्यही भएर म भन्ने गर्छु, ठन्डा दिमाग लाएर भोट दिनु होला। अनि आत्मसात गरेर जसले देश बचाउँछ, जसले धर्म बचाउँछ, जसले संस्कार बचाउँछ, जसले युवालाई रोजगारी दिन्छ, जसले महँगा महँगा त्यो कालो बजारीहरूलाई बन्द गर्ने जसले भिजन बनाएको छ, जसले देशमा युवालाई कल कारखाना खोलेर रोजगारी सिर्जना गर्ने त्यो भिजन बनाएको छ, त्यो क्यापासिटी कुन नेतासँग छ, त्यो नेतालाई चाहिँ भोट दिनमा आग्रह गर्दछौँ। मुगुमा त अहिले मैले सोचेका मान्छेहरूले टिकटै पाएका छैनन्। जो म नाम लिन्छु, हस्तबहादुर मल्ल। उहाँलाई एउटा आरोप लगाइयो चोरहरूले, चुनाव जित्नको लागि फुडाहरूले आरोप लगाइयो, केटी बेचेको नाम। ए भगवान्, यदि हस्तबहादुर मल्लले केटी बेचेको भए यहाँ हुन्थे, अहिले कारागारमा जेल जीवन सङ्कष्ट बस्नु पर्थ्यो। राजनीतिमा आफू चुनाव जित्नको लागि के अराजक अराजक शब्दहरू प्रयोग गर्छन् के, म अचम्म लाग्छ। उहाँ नभइदिएको भए आज म यसरी लाइभमा बोल्न पाउने मेरो अधिकार हुन्थेन। उहाँले राणा शासनको विरुद्ध भोक भोकै एक गुटको पानी पनि नखाएर लडेको हामीलाई याद छ, हामीले इतिहास पढेका छौँ। त्यही भएर पञ्चायतका विरुद्ध लडेको हामीलाई याद छ। आज तपाईहरू सुर्खेतमा जानुभयो भने कुनै ठाउँ विद्यालय छैन। मुगु जिल्लाको पहर घरमा विद्यालय छ। आज जहाँ गरिबको छोराछोरीले फाटो कपडा लाएर पनि कदेखि ज्ञासम्म पढ्ने व्यवस्था बनाए। आज जो खड्कबहादुर शाही उम्मेदवार बन्न पुगे, ऐनबहादुर शाही नेता बन्न पुगे, पूर्णबहादुर रोकाया नेता बने, आज ती हस्तबहादुरको विरुद्धमा उभिएका छन् चोरहरू। म भन्छु, सबैलाई चोर भन्छु। काङ्ग्रेस, एमाले, माओवादीका नेता है, फेरि पार्टीलाई होइन, सबैलाई। आज भुवन मुगाली हाम्रो साथी, ती पनि आज उम्मेदवारी बन्न पुगेका छन्। हामीले एकचोटि आत्मसात गरेर हस्तबहादुर मल्लज्यूलाई नेपाली काङ्ग्रेसका भिजिलान्तीहरूले किन टिकट दिएनन्? अघिल्लोचोटि ऐनबहादुरलाई दिए होइन?
हार्दाको पल पनि अनि त्यो जित्ताको पल पनि सम्झिँदा क्षणिक याद आउँछ क्या। हस्तबहादुरका त्यो गरेका ऐतिहासिक कामहरू बिर्सेर जब केटी बेचिएको आरोप लाए चोरहरूले, प्रमाण देखाउनु पर्थ्यो। चोरहरू नेपाली काङ्ग्रेसका नेताहरूलाई भन्छु, यदि त्यो आरोप लागेको थियो भने तपाईँहरूले गोपाल बमलाई मुद्दा हालेर जेलमा चढाउनु पर्ने हो। किन यो कदम चाल्नु भएन? कि आफ्नै भाइ भतिजा भनेर लुकछेप ढाकछेप गर्नुभयो? यो होइन। अब भोट यो देशमा हलो र घन्टी र माटो, अब नयाँ परिवर्तन, तीनटा पार्टी मिलेर बौद्धिक सनातन सहितको हिन्दू अधिराज्य र संवैधानिक राजतान्त्रिक व्यवस्था कायम गरेर नेपालमा विभिन्न उद्योग कल कारखाना खोलेर यही आफ्नै माटोसँग रमाएर, आफ्नै दाजुभाइसँग रमाएर बढी होइन 25 देखि 30 हजारसम्मको जागिर नेपालमै व्यवस्था गर्ने त्यो वैकल्पिक र वैचारिक निर्णय हुनुपर्छ। अर्को कुरा भन्छु म, बजारमा कालो बजारी छ अनि हस्पिटलमा स्वास्थ्य फ्री छैन, अनि विद्यालयमा गरिबका छोराछोरीहरूको नाममा हामी निःशुल्क शिक्षा दिन्छौँ भनेर भुक्दै हिँड्ने, अनि महँगा महँगा शुल्क, परीक्षा शुल्क लिने, अझ भर्ना शुल्क लिने अझ। ओ बाफ्रे भगवान, नेपाल सतयुगले सरापेको देश भन्थे। म त कहिलेकाहीँ साँच्चै लाग्छ है, त्यो एकदम गहिरो अनुभव गरेको छु। सतयुगले सरापेको देश। अब सतयुगले सरापेको होइन, सतयुगले शुभकामना दिएको देश बनाउनु छ भने भोट हलो, भोट घन्टी र भोट माटो हर्क सम्पाङलाई जिताउनु होला। नम्बर 1 राजेन्द्र लिङ्गदेन, अनि रापरपाका ज्ञानेन्द्र साई, अनि दीपक सिंह। अरू रापरपामा 1 रुपियाँ भ्रष्टाचार नगरेर देश र जनताको लागि लड्ने र उठ्ने जुट्ने युवा नेतृत्व धेरै छन्। रासपामा पनि छन्, रासपामा पनि, अनि काङ्ग्रेसमा पनि छन्। जो म नाम लिन्छु, चन्द्र भण्डारी, जो एमसिसीको विरुद्धमा उभिएका थिए, अनि सुनिल शर्मा, जो उहाँ पनि एमसिसीको विरुद्धमा उभिएका थिए। 2077 र 78 सालको त्यो एमसिसी पारित गर्दै गर्दाको त्यो क्षणिक सम्झनु होला नेपाली आमा दाजुभाइ तथा दिदीबहिनीहरू। 17 दिन काठमाडौँको जेलमा पुलिसको लट्ठी खाएर निस्केको मान्छे हो म, एमसिसीको विरुद्ध बोल्दै गर्दा। अनि एमसिसी कसले पास गर्यो? राष्ट्रघाती सम्झौता, त्यो पनि सम्झिनु होला। भ्रष्टाचारले काण्डै काण्ड कसले मचायो, त्यो पनि सम्झेर भोट दिनु होला। अनि भीम रावल, उहाँलाई जिताउनु होला। म नामै लिए, हेमराज थापा एकदमै बिचरा दुर्गम क्षेत्रको मान्छे, काठमाडौँमा आएर जनताको लागि लड्ने, आफ्नो ज्यानको आहुति बलिदान दिने एउटा व्यक्तित्व हो। उहाँलाई जिताउनु होला। सबैजनालाई जय नेपाल, जय राष्ट्रवाद पनि भन्न चाहे। दर्शन कहाँबाट कोले हेर्दै हुनुहुन्छ लाइभमा, अलिकति सबैजनाले ध्यान दिएर मतदान गरौँ, आफ्नो असल नेतृत्व छानौँ, देश बनाऊ, देश बचाऊ, राष्ट्र जोगाऊ, धर्म जोगाऊ, रोजगारी सिर्जना गरौँ। आफ्नै जन्मभूमिमा आफ्नै पौरख गर्ने पाखुराहरूमा कम्मर कसेर रोड बनाऊ, खानेपानी बनाऊ, शिक्षा बनाऊ, स्वास्थ्य बनाऊ, कल कारखाना बनाऊ। आफ्नै नगरपालिकामा एउटा मेयरले आफ्नै नगरपालिकाको अर्ग्यानिक चिजलाई उत्पादन गरेर विश्वमा मार्केट गर्ने त्यस्तो एउटा व्यवस्था बनाउन सक्छ। यदि त्यो गर्ने क्षमता यिनीहरूसँग छैन, हामीले राम्रोसँग हेऱ्यौँ। अझ त के गर्छन् भने कुन पार्टीलाई कति बजेट छुट्याउने त्यो निर्णय गर्छन्। त्यसरी भ्रष्टाचार हुन्छ क्या? भ्रष्टाचार कसरी हुन्छ भन्ने कुरा
इन्धन खर्चमा भ्रष्टाचार हुन्छ, भ्रमण खर्च गर्छन् त्यो हो भ्रष्टाचार, यातायात खर्च भ्रष्टाचार भनेको त्यो हो क्या। त्यो व्यवस्था नै खारेज गर्नुपर्छ अब यदि देश बनाउने हो भने। यो नेताहरू विदेश भ्रमणमा जाँदा आफ्नो व्यक्तिगत खर्च लिएर, जो तपाईहरू भिसा लाउने बेला 2-3 लाख खर्च गरेर मलेसिया, साउदी, खाडी जस्ता मुलुकहरूमा पुग्नुहुन्छ नि, त्यस्तै गरेर नेताले अब आफ्नो पैसा खर्च गरेर विदेश भ्रमण गर्न जाने नीति बनाउनु छ, तब मात्रै देश विकास हुन्छ। तपाईहरू उपचार गर्न इन्डिया आउनुपर्छ आफ्नै खर्च लिएर। तपाईहरू मुगुको, हुम्लाको, जुम्लाको मान्छे काठमाडौँ उपचार गर्नुपर्छ आफ्नै खर्च लिएर। अब नेताले पनि त्यही गर्नुपर्छ भन्ने मेरो माग हो। तब मात्रै देश बन्छ र हामी युवाहरू रोजगारी बन्छौँ। हाम्रो निःशुल्क स्वास्थ्य र शिक्षा तब मात्रै कायम हुन्छ। यही व्यवस्था रहिरह्यो भने यहाँ हरेक लोकतन्त्र, लुटतन्त्र, गाँडतन्त्र, भाँडतन्त्र, झाँडतन्त्र, खाँडतन्त्र, जुन तन्त्र आए पनि देश बन्दैन। मेरा प्रिय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो कुरा याद राख्नु होला। राम्रोसँग बुझेर, राम्रोसँग सोचेर आफ्नो असल नेतृत्व छान्नु होला। पहिला एमसीसी सम्झिनु होला, दरबार हत्याकाण्ड सम्झिनु होला, 2062-63 को जनआन्दोलन सम्झिनु होला, अनि गिरिबन्धु, टी एस्टेट, मेलेम्ची, सुनकाण्ड, भ्यू टावर जस्ता विभिन्न काण्डले मचिएका ती काण्डहरू हेर्नु होला। व्हाइट बडी काण्ड हेर्नु होला। सबै काण्ड हेरेर अनि लास्टमा आएर 2082 को भदौ 23 को काण्ड हेर्नु होला र 24 को काण्ड हेरेर मात्रै भोट दिनु होला। यति भन्दै म सबैलाई शुभ प्रभात। तपाईको दिन शुभ रहोस्। जय नेपाल, जय देश, जय नरेश। कहाँबाट हेर्दै हुनुहुन्छ, को हेर्दै हुनुहुन्छ, साथीहरू सबैले घन्टी बजाउँदैछन्। घन्टीलाई जथाभावी धेरै नबजाइदिनु होला। आरामसे लिएर चाहिँ ट्याक्क बरु भोट हाल्ने इच्छा छ भने आरामसे हालिदिनु होला। घन्टीलाई जथाभावी नहल्लाउनु होला, किनकि मेरो थार्पो मस्ट लाग्छ। जथाभावी घन्टी बजाउने होइन नि, देवताको घन्टीलाई जहाँ तहीँ लिएर प्रयोग गरेर। त्यही भएर रवि लामिछाने जेल पढ्यो के, जब घन्टी ठ्याङ गऱ्यो नि, पशुपतिनाथको घन्टी बजायो, थार्पोमस्टाको घन्टी ड्याङ डुङडुङ गरी बजायो नि, त्यही भएर देउता लाग्यो। तपाईँहरू भन्नुहुन्छ देउता छैनन्, भन्नुहुन्छ नि, देउता छन्, आत्मामा छन्। काम गर्नुभन्दा पहिला सोच पुर्याएर, विवेक पुर्याएर काम गर्नुपर्छ। यदि रवि लामिछानेले घन्टी चिनाब चिन्ह लिनुभन्दा पहिला सोच्नु पर्थ्यो, यो कसको घन्टी, मैले कहाँ प्रयोग गर्ने, कुन तरिकाले कसरी प्रयोग गर्ने सोच्नु पर्थ्यो। माटो चुनाव चिन्ह लिनु पर्थ्यो उसले। अरू कोही थिए त, अरू हरेक कुराहरू थिए नि त, तर रवि दाइले मेरो सुझाव मानेनन्। मलाई त हेला गरे, मलाई ज्ञानेन्द्र साईले पनि हेला गरेका छन् अहिले। किनकि अरे हिन्दू को हो र यार, होइन। जुन अभियानमा म हरेक कुराहरूमा साथ सपोर्ट गरेँ, हिन्दू को हो र यार, हावाहुरीमा चाहिँ उडाइरहेछन् क्या मलाई। त्यति मात्रै होइन, मेरो गाउँका दाजुभाइहरूले पनि मलाई अहिलेसम्म पागल भनिरहेछन्, हावा भनिरहेछन्, बोल्छ मात्रै होइन। ठिक छ, तपाईँले मलाई जसरी चिन्नु भएको छ, म खुसी छु। तपाईँहरूको सोचमा त्यही छ भने म एकदमै आत्मसात गर्छु, स्वीकार छ मलाई, होइन। म खुसी छु, किनकि हामी प्रत्यक्ष पीडा भोगेर आएको मान्छे कसरी अरूको पीडालाई चाहिँ पनि बुझेर आफ्नो पीडालाई पनि सँगै मिसाएर सुख दुःख सँगै रोदन काटेर देशमै बसौँ, त्यसमै रोजगारी सिर्जना गरौँ, स्वास्थ्य र शिक्षा निःशुल्क बनाऊँ, यसरी गरौँ, यसरी समाज बिग्रियो भन्दै गर्दा मलाई पागल भनेर चाहिँ उल्टै आलोचना गरे। ठिक छ, म स्वीकार्य छ। अहिले बुझ्नुभयो होला नि देश कुन हालतमा पुग्यो। अब फेरि पनि बुझ्नु भएन भने देश कहाँ पुग्छ, कि त अमेरिकाको त देश हुँदैन, देश इन्डियाको हुन्छ। चाइनाले त नेपालप्रति एउटा पनि आँखा लागेको छैन, तपाईँलाई थाहै छ। देश इन्डियाको हुन्छ, अनि इन्डिया र अमेरिकाको लडाइँ हुन्छ। बढी अमेरिकाले सहयोग गरेको छ, अनि इन्डिया र अमेरिकाको लडाइँ हुन्छ। नेपालमा एउटा मिसाइल अथवा अणुबम हान्यो भने नेपाल ध्वस्त हुन्छ, अनि पछि को आएर त्यहाँ बस्छ। यो भनेको छु,
ग्यारेन्टी हो, लेखेर राख्नु होला। यदि असल नेतृत्व छानेर पठाएनौ भने देश ध्वस्त भएर छुट्छ। त्यो लेखेर राख्नु होला। सिंहदरबार कसले चलायो? सारा भारतीय रावका एजेन्टहरू मात्रै छन्। देख्नुभयो नि। सुशीला कार्की को हो? जो पूर्व प्रधान न्यायाधीश हुन्थ्यो, इन्डियन नागरिक हो। बालेन शाह को हो? हामीले चिनेका छैनौँ। हामी कस्ता कस्ता मान्छेहरूसँग काठमाडौँमा सङ्गत गरेर नि यिनीहरूको आचरण के हो, यिनीहरू कसरी चलिरहेछन्, के गरिरहेछन् भन्ने कुराहरू सब यहाँ छ। त्यही भएर भनेको छु, देशमा असल नेतृत्व छानौँ, देश बनाऊ। युवाहरू कति रगत बगाउने, कति घाँटी सुकाउने, कति पसिना बगाउने, त्यो भावनाले सबैजनालाई एकचोटि हलो, घन्टी र माटोमा मतदान गरिदिन विनम्र अनुरोध गर्दछौँ। जहाँ असल नेतृत्वहरू छन् अनि नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादीमा असल नेतृत्वहरू छन् भने तपाईँको विचार उहाँहरूलाई पनि मतदान गरेर जिताउनु होला। किनकि मैले त अहिलेसम्म चिनेको मुगुमा भनेको हस्तबहादुर मल्ल मात्रै हो। अनि अर्को काठमाडौँमा बसेको चिनेको जो मलाई मात्रै होइन सारा नेपालीले आपद विपद पर्दा सहयोग गरेको नेपाली काङ्ग्रेसको वरिष्ठ नेता सुनिल शर्मा हुनुहुन्छ। पहिलादेखि नै म चिन्दै आएको छु, तर यो गएको साउनमा उहाँसँग भेट भएर पनि त्यहाँ मेरो श्रीमतीको पाठेघर क्यान्सरको राम्रो उपचार पनि भयो। त्यहाँ मैले त्यो हस्पिटलमा धेरै कुराहरू अनुगमन गरेँ, हेरेँ, बुझेँ। त्यहाँ धेरै गरिब दुखी, दिन दुखीहरूको उद्धार गर्नुभएको छ उहाँले। त्यस्ता व्यक्तिलाई हराउनु महापाप लाग्नेछ, श्राप लाग्नेछ। अर्को चन्द्र भण्डारी, अनि अलिअलि गगन थापा दाइको पनि त पहिला पहिला राम्रै लाग्थ्यो। अहिले उहाँको आचरण पनि भित्रभित्र निहालेर हेरौँ भने अलिकति आलोचना धेरै छ। म गगन दाइको बारेमा केही बोलिनँ, किनकि उहाँ पनि एउटा देशको लागि लड्ने मान्छे हो। फेरि गलत गर्यो भने उहाँको विरुद्ध बोल्न त के डिङ्गले सट्काएर आउँला, केही छैन। बाँचे छौँ भने उमेर छ, समय छ उनीहरूको विरुद्ध बोल्ने, लड्ने, होइन। त्यही भएर कहाँ कहाँबाट हेर्नु भएको छ। अर्कै हामी भनेका छन् भूमेश बोहरा साथीले। ठिक छ, मलाई पनि मनपर्छ, होइन। आफ्नो क्षेत्रबाट जुन जुन मान्छेले जसरी हिजोदेखि नै कसरी काम गर्दै आएको छ, एक पाकेट नुन तेल चामल बाँडेर होइन क्या, फेरि नुन तेल चामल बाँडेर आएर नेता भएर करोडौँ रुपियाँ यहाँ बुढीमा हाल्ने चाहिएन क्या हामीलाई। हामीलाई चाहियो कि स्वतस्फूर्त असल नेतृत्व, निस्वार्थ रूपमा राजनीति गर्ने, सामाजिक सेवा गर्ने। सर्वसाधारण श्रमजीवी नागरिकले के खाएको छ खाना, आफू पनि त्यही खाने। अनि श्रमजीवी वर्गले काम के गर्छ, आफू पनि त्यस्तै काम गर्ने। त्यस्तो विवेक र चरित्र भएको व्यक्तिलाई मनपर्छ के। के भयो भने सबैजनालाई म विनम्र अनुरोध गरेँ, सोचेर मतदान गर्नु होला। म बारम्बार दोहोऱ्याउन चाहिन। नेपालको कालो कानुन सँगै कालो चस्मा लाएर आज लाइभमा आउन बाध्य भएँ। असल नेतृत्व चिन्दैनन् नेपालका काला जनताहरूले है। त्यही भएर सबैजनालाई मार्छन् गरे, फेरि गरे, गगनेले गरे। गगनेले मार्ने होइन, यहाँ मृत्यु र जन्म भगवानको हातमा हुन्छ कि त आमा बाबाको हातमा हुन्छ क्या। कोही नेता र कोही गुन्डाहरूको हातमा हुँदैन। हामी पनि मार्न सक्छौँ चाह्यो भने, हामीसँग पनि छ के तागत। लड्न चाह्यो भने हामीसँग पनि बुद्धि र विवेक छ। हरेक कुराहरूमा एक्टिभ छौँ क्या हामी, होइन। हेर्दैमा कसैले अलि अनुहारमा चाहिँ खानै लाउनै नपाएको जस्तो छोरो होला भनेर सम्झे पनि त हरेक कुराहरूमा एक्टिभिटी छौँ हामी पनि। त्यही भएर हेप्ने काम चाहिँ नगरौँ साथीहरू सबैलाई, होइन। मारेर, एकलाई मारेर अर्को बाँच्ने, अर्कोलाई के पाउने, त्यस्तो हुँदैन।
सबैजना मिलेर बस्नुपर्छ, सबैको बाँच्न पाउने अधिकार छ, सबैको रमाउन पाउने अधिकार छ। सबैजनालाई बिन्ती गरे, मैले भनिहालेँ, बारम्बार दोहोऱ्याउन छैन। सबैजना मिलेर देश बनाऊ, देश जोगाऊ, सबैजना मिलेर पौरख गरौँ, मेहनत गरौँ, पसिना बगाऊ, अब रगत नबगाऊ हैन। परदेशमा भएका साथीहरू, मेरो गीत आउँदैछ केही दिनपछि, तपाईँहरू युट्युबमा सुनिदिनु होला, रोदन कर्णाली सो युट्युब च्यानलमा। आऊ परदेशीहरू, बिन्ती फर्केर आऊ, अमूल्य जनधन मासिँदैछ, हाम्रो भविष्य भासिँदैछ, आफ्नो जननी फर्केर आऊ, यो देश बचाऊ, हराभरा पाखा पखेरा हिमालको रोदन सँगै रमाऊ। आउँदैछ, प्रतीक्षा गर्नुहोला। बेङ्गलोरबाट रेकर्ड भएको छ, युट्युबमा आउँदैछ, प्रतीक्षा गर्नुहोला। सबैजनालाई नमस्कार। तपाईँको दिन शुभ रहोस्, सुस्वास्थ्य दीर्घायुको कामना गर्दै बिदा भए। हस्, धन्यवाद।